हाई नमस्ते सम्पूर्ण मेरा युट्युबका साथीहरूलाई सोधै भिडियो ल्याउने क्रममा आज पनि आइसकेको छु म तपाईहरुकै सामु तपाईहरुकै साथी दिपेश सुनवार। हेलो साथीहरु, अहिले चाहिँ म ठ्याक्कै छु यो मुलकोटनिर यो फाटमा। हेर्नुस् यस्तो छ दृश्य, पछाडी यस्तो रमाइलो दृश्य छ। आशा छ तपाईलाई मन पर्यो होला, एकदम रमाइलो भइरहेछ यहाँ। मुलकोट प्रकृतिको सुन्दर काखमा रहेको एउटा ठाउँ हो, जुन ठाउँ सिन्धुली र रामेछापको बोर्डर पनि हामी भन्न सक्छौं। मुलकोटलाई पूर्व पश्चिम राजमार्गले जोडेको छ। यो खेत सबै तपाईकै हो? हजुर होइन बा, मेरो त यहाँ अब यही घर हो अनि यहाँ तलतिर दुईटा। समुद्री सतह भन्दा झन्डै 475 मिटर उचाइमा रहेको यो ठाउँ एकदमै हराभरा सुन्दर र रमाइलो ठाउँ छ। यहाँको मुख्य पेशा चाहिँ कृषि पेशा नै हो र तपाईले दृश्यमा पनि देखिरहनु भएको छ। यहाँ लहलह बालाहरू झुलेको, मकैहरू फलेको। यहाँका मानिसहरूको कुरा गर्नुपर्दा एकदम दयालु र एकदम मिलनसार भेटे मैले। यस उहाँले हामीहरूलाई एकदम स्वागत गर्नुभयो। हामीले खानाहरू पनि त्यहीँ खायौँ, एकदम रमाइलो अनुभव। आउने कोही मांसाहारी हुनुहुन्छ भने यहाँको माछाको पनि टेस्ट गर्नुहोला, एकदम राम्रो माछा, मिठो टेस्टी माछा छ यहाँ। सुनकोसीमा पाइने माछा, त्यो पनि टेस्ट गर्नुहोला तपाईहरु। मुलकोट सुनकोशी गाउँपालिकामा पर्दछ। मुलकोट काठमाडौँबाट झन्डै 100 किलोमिटर मात्र दूरीमा रहेको छ। र साथीहरु, तपाईहरु पनि यो ठाउँमा गएर घुम्न सक्नुहुन्छ। त्यहाँका रमाइला दृश्यहरू अवलोकन गर्न सक्नुहुन्छ। यो ठाउँलाई सुनकोशी नदीले रामेछाप र सिन्धुली गरेर दुई भागमा विभाजन गरेको छ।
एकदमै राम्रो फुल हेर्नु साथीहरु पछाडी फुलिरहेको कस्तै राम्रो लागिरहेको अब अरु फुलहरु पनि तपाईहरुलाई मैले देखाइरहेको छु अघि हेर्नु भएको छ होला कोही हुनुहुन्छ प्रकृति दृश्यहरु एकदम मन पराउने एकदम घुम्न मन पराउनुहुन्छ भने यो ठाउँ तपाईहरुको लागि एकदम उपयुक्त ठाउँ हो यो ठाउँमा रिसोर्ट देखि लिएर होटल देखि लिएर लज तपाईहरुलाई रात बिताउनको लागि सम्म ठाउँहरु छ यहाँ आएर तपाईहरु पनि आफ्नो टाइमलाई सदुपयोग गर्न सक्नुहुन्छ घुम्न आउन सक्नुहुन्छ यहाँबाट तपाईहरु चाहिँ रामेछाप लगायतका विभिन्न सिन्धुली भनौं बर्दिवास हुँदै अब तपाई यता जान चाहनुहुन्छ भने रामेछापको प्रसिद्ध मन्दिर खाँडदेवी थान पनि जान सक्नुहुन्छ र यो मन्दिर चाहिँ एकदम प्रसिद्ध छ यहाँ आउने मान्छेहरुको चाहिँ भाकल पूरा हुन्छ केही भाकल गरे भने पुग्छ भन्ने जनविश्वास छ खाँडदेवी थानलाई एकदमै हिन्दूहरूले पवित्र स्थानको रूपमा लिने गर्दछन् निकट भविष्यमा यहाँ खाँडदेवी थानसम्म जाने केबल कार पनि बन्ने योजना सरकारले गरिरहेको छ र यो मुलकोटबाट डाइरेक्ट त्यो केबल कार चाहिँ खाँडदेवी थानसम्म जान्छ मकैहरु फलिरहेको छ राम्रो मकैहरु हेर्नु साथीहरु सिन्धुली अलि तराई क्षेत्रमा पर्ने भएर यहाँ चाहिँ अलि गरम गरम हावापानी छ यहाँ घुम्ने क्रममा विभिन्न दृश्यहरू अवलोकन गर्दै हेर्दै घुम्दै हिँड्दाखेरि एकदम रमाइलो अनुभव भएको थियो जीवनमा आशा छ तपाईलाई यो भिडियो मन पर्छ होला यतिन्जेल यो भिडियो हेरेपछि यसो लाइक शेयर कमेन्ट चाहिँ गरिदिनु होला र मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला आगामी दिनमा यो भन्दा अझै राम्रा राम्रा भिडियोहरु म ल्याउने नै छु आजलाई चाहिँ म बिदा माग्न चाहन्छु हस्त नमस्ते बाइ बाइ